साथीहरु आज म भ्यान ओपन गर्दैछु। भ्यान ओपन गर्नुभन्दा पहिले टर्निङ बेल्टले मजाले बान्ने अनि स्पिडले मजाले सब गर्ने र भ्यानमा चाहिँ मजाले हामीले चाहिँ 22 गजको क्यानला लाउँदैछु। क्यानला भित्र पुस गरिसकेपछि ब्लड आएको छ भने चाहिँ ओके बुझ्नुपर्छ हामीले क्यानला ठिक छ। सो हामीले क्यानला भित्र पुस गर्यौं अनि त्यसपछि हामीले टर्निङ बेल्ट आउट गर्छौं र त्यसपछि हामीले फिक्सिङ टेप लगाउनको लागि हामी रेडी हुन्छ। फिक्सिङ टेप लगाइसकेपछि हामी चाहिँ क्यानला भित्रको निडल निकाल्यौं। निडल निकालिसकेपछि चाहिँ हामीले चाहिँ मजाले क्याप लगाइदिनु पर्छ र तपाईहरुले चाहिँ मजाले फिक्सिङ टेपलाई चाहिँ मजाले तपाईहरुले चाहिँ चिपकाउनु होला र हामी चाहिँ स्लाइन दिन अनि इन्जेक्सन लगाउन लागि रेडी भइसकेका छौं र इन्जेक्सन लगाउनु भन्दा पहिले तपाईले बबल्स हटाउनु होला है। बबल्स हटाउनु पर्छ अनि त्यसपछि मजाले स्लोली आईभी पुश गर्नु पर्छ। सो तपाईहरुले हाम्रो आईडीलाई फलो गर्नु भएको छैन, युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन र भिडियोहरु शेयर गर्नु भएको छैन भने तुरुन्त शेयर अनि सब्स्क्राइब गर्नु होला। तपाईले मेडिकल रिलेटेड भिडियोहरु हेर्नको लागि हामीलाई कमेन्ट गर्नु होला र मेडिकल रिलेटेड तपाईहरु प्र्याक्टिकली सिक्न चाहनुहुन्छ भने तपाईहरु हामीलाई कमेन्ट गर्नु होला। सो तपाईहरु कहाँबाट हेर्दिन्छ भन्नु होला र मैले चाहिँ एनएच 500 ml एनएच मा चाहिँ मैले चाहिँ भिटामिन बी कम्प्लेक्स हाल्दै छु। हेर्न सक्नुहुन्छ यसरी चेन्ज हुन्छ र हामी चाहिँ मजाले यसको कलर चेन्ज भइसकेको छ है। सो हामी चाहिँ अब उहाँलाई आईभी फ्लुइड दिनको लागि रेडी गरिसकेका छौं र मजाले स्लो आईभी फ्लुइड दिउ। सब्स्क्राइब गर्नु होला।